ल यति बेला चाहिँ यो असोज 18 गते पछाडिको देखिएको इलामका पहिराहरू हुन् र यतिखेर इलामलाई बाढी तथा पहिरोले एकदमै थिलथिलाउँदो अवस्थामा पुर्याएको छ र एकदमै इलाम यतिखेर शोकाकुल अवस्थामा छ र यो चाहिँ अस्ति 18 गतेको बाढी पहिरोबाट आएका नदीनालाहरूले कटान गरेको क्षेत्र हो यो र हामी हेर्दैछौँ पुवा खोला र ठाडे खोला। तपाईहरुले यसरी इलामको दृश्यलाई तपाई इङ्कित गर्न सक्नुहुनेछ आदरणीय सम्पूर्ण महानुभावहरू र हेर्नुहोला यो पहिरोले एकदमै छेदविच्छेद बनाएको क्षेत्र हो र हामी तपाईलाई माई नगरपालिकाको गुनमुनेमा रहेको माई खोलाले बनाएको आफ्नो क्षेत्र पनि देखाउँदैछौँ र यो चाहिँ ममाई क्षेत्र हो। ममाई क्षेत्रमा बनाएको यो जुन रहेको छ चेप्टी पनि त्यही क्षेत्रमा पर्छ र धानबारीहरू एकदमै धेरै लगेको छ र यो दृश्य चाहिँ तपाईँ माई नगरपालिकाको धारापानी स्थित क्षेत्रलाई देख्न सक्नुहुनेछ र हामी यसरी तपाईहरुलाई निरन्तर रूपमा हामी सकारात्मक हामी परिवर्तनसँगै सृजनात्मक खोज भन्ने कुराहरूलाई हामी गर्नेछौँ। यसरी एकदमै जोखिमपूर्ण अवस्थाबाट यहाँ गरेको छ।